हाम्रो चाहिँ खास उत्तर हेर्ने हुन्थ्यो अब त्यो यो ठाउँले दिएन अब किनभने
그냥 보고 에폰 보고. 아니 또 몸매하게 짜리 바람 공부하러 온 것이 아니 배를만 제저 조명을 또 온나라. Arrogant, put it down, please. Please. Ah, my foot! जाऊँ स्कूल वापस ल अनि गो ड्यान्स उहाँ पर रन गरेर आउँछ ट्रक छोरा ऊ गरेर फ्युनरलमा आएको इन्टरटेनमेन्ट परिवारहरू धेरै भएकोले गर्दाखेरि अलिकति समय लागिरहेको छ।
परिवारहरू हुनुहुन्छ सक्नुभयो भने यहाँ आउनुहोस् है यही अन्तिम भएको छ देख्दैछु एकचोटि ओमकार ल अब स्वर्गीय चन्द्रमाया योङयाङ माबोको जन्म 1988 पुष 27 गते यानि जनवरी 1 1932 मा नेपालमा भएको थियो। उहाँको सानै उमेरमा आफ्नो माता पितासँग भुटान जानुभएको थियो। बस्दै जाने क्रममा 2012 सालमा स्वर्गीय बमबहादुर महाबोसित बिहे गरी 5 छोरा र 1 छोरीका सफल आमा बन्नुभएको थियो। उहाँको छोराहरू जेठा श्री हर्कजौँ, माइला श्री मङ्गल सिंह, साइला श्री मक्कर ध्वज, साइला श्री शरण, कान्छा श्री वीर बहादुर र छोरी सुश्री बी माया। यी 6 जनामा काइला छोरा र छोरी अमेरिका बाहिर हुनुहुन्छ भने अरू 4 जना यही हुनुहुन्छ। स्वर्गीय चन्द्रमायाले आफ्नो परिवारलाई सम्हाल्ने र छोराछोरीलाई योग्य बनाउने काममा महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो। उहाँको नाति नातिनीहरू आफ्ना बोजूसित सधैँ झुमिने खेल्ने र रमाउने गर्थे भने आज त्यो रमाइलो नानीहरूको लागि सदाका लागि टुटेको छ। मृतक चन्द्रमायाको व्यक्तिगत गुणहरूले परिवार र समाजमा सकारात्मक प्रभाव पारेको थियो। यसरी मानवमा हुनुपर्ने पूर्ण गुण र ज्ञान भएकी चन्द्रमाया अमेरिकाको ग्रान्ड ऱ्यापिड्समा आफ्नो छोरा बुहारी घरमा सबैलाई बराबरी माया गर्दै बस्नुहुन्थ्यो भने 2082 जेठ 12 गते अर्थात् मे 25 2025 को दिन दिउँसो करिब 2:15 आफ्नो घर परिवारले सकेसम्मको उपचार गर्दै पनि आफ्नो कान्छा छोरा श्री वीर बहादुर महाबो र बुहारी कविता लाउतीका निजी घरमा उहाँको यो संसारबाट चोला उठ्यो। अन्त्यमा उहाँको आत्माले शान्ति पाओस्, उहाँको आत्माको स्वर्गमा बास होस् भन्दै हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। साथै यो शोक र दुःखको समयमा शोकमा डुबाएर बस्नुहुने परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति उनै तागेर न्याबुमाङले दिँदैछ एवं सम्पूर्ण मिचिगनवासी नेपालीहरूको सहानुभूति छ, माया छ र सहयोग पनि छ यहाँहरूलाई भन्दै स्वर्गीय चन्द्रमायाको जीवनी यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद भन्दै स्वर्गीय चन्द्रमायाको आत्मालाई शान्ति मिलोस्, स्वर्गमा बास होस् भन्दै सम्पूर्णलाई आफ्नो तरिकाले ओमकार लगाइदिनु अनुरोध पनि गर्दछु। म सङ्केत गर्छु 1 2 3 धन्यवाद। Isu gede orang gue sedang ada nara coy gede baru itu, mana gue ini juga bos kesakan belsakan tak liharan deh, ini bagian gosul lain deh gitu. Dia kan yang loyo apa, इसमें हमें ले गुनासो मान लो फाउंडे फाउंडे हमें एक दिन हमें बाजार मत आए काम, हम लोगों को भाई लोग भोरे भी बाजार बड़ा फर्क ही जानते, पति पाए हम ये बॉक्स ही जानते, मेरा ये नालगी दे बंदा अपने को तो रहना
अब शनिबार फेरि यसलाई त राख्नुपर्छ डढाउनु पर्छ नि कुनै चाहिँ नडराउने भएन यो चाहियो भने नि भाइ
यो चाहिँ माङफुल यस्तो फुल आजदेखि हरेक धान नाच्नेहरू घोडा कुदाउने आजदेखि चाहिँ 5 पन्त भलाद्मी बसेर चाहिँ यो चाहिँ साङ्गे गरेको र तपाईँहरू चाहिँ रहनु पर्यो। अब तुम्याङ्गरले के भन्छ भन्दा ला ओपमा नाम ओपमा भनेको चाहिँ चन्द्र सूर्य जस्तो तपाईँहरू ज्योति भएर रहनुहोस् र तपाईँहरूको जोडी आधी ताकु टेम्पो खेके आबु साई मेम्पुए भने नि त मैले